उताबाट लिएको होइन त भाइ गाइस हाम्रो चाहिँ यो माई पोखरी दर्शन भर्खर एउटा कुनामा पूजा गरिँदैछ अझै 6 वटा बाँकी नै छ माई पोखरी चाहिँ 7 कुने पोखरी भनेर चिन्दछ एकदम यहाँ आएर पूजाआजा गऱ्यो भने चाहिँ मन शान्ति अब एकदम सोचेको कामहरू पुरा हुने एउटा आस्था विश्वास छ जलले कता बटारिन्छ फेरि खनक बटारिन्छ जस बाटोहरू सही बनाएको छ है हाय गाइस हामी हेलो गाइस तल चाहिँ हाम्रो पोखरी रहेको छ एकदम फिकल ढोडेदेखि खाली पेट आएको एकदम पेटमा चाहिँ के भन्नु अब एकदम मुसा दौडिरहेको छ एकदम शान्त सुन्दर वातावरण यहाँदेखि उता पनि रहेछ क्या बाटो चाहिँ हाँ भाइ कता जाने बाटो यता पनि रहेछ यता यता चाहिँ कता जाने फेरि उता पारि जानु यो एकदम बबाल गुराँसको बोट गाइस ढकमक्क गुराँसको बोट रहेछ अहिले चाहिँ गाइस अब गुराँसको फुल्ने टाइम चाहिँ अलिक भएको छैन कि अब चैत वैशाखमा गुराँस फुल्ने सिजन त्यो जान्यो एकदम उडिरहेको छ काँडे भ्याकुरो यहाँ देख्नु उडेको काँडे भ्याकुरो यहाँ उडिरहेको थियो अहिले कता गयो लेउ पारेर चिप्लो भएको रहेछ बिस्तारै हो आमा ओए यहाँ माथि चाहिँ के छ मन्दिरै हो ढुङ्गामा गएर को मेरोमा नि जुम्ता नि ठेट खतरा छ नि नेचुरल यतिको छ हेर्नु न भने जुम्ता निकै मजाले हुँदो रहेछ त अनि आज हेर्दैछु त कसले छालापिटी लाग्छ छालापिटी चुटेको चाहिँ कहिले के हुँदैन त्यो उयो लेदर
त्यो त लेजरको हो त किन त्यहाँ खाली खुट्टा गयो जान फोटो खिच्न कहाँ? उ त्यहाँबाट के को जान्छ अहिले लडी झऱ्यो नि लड्दैन हौ त्यो फोटो खिच्न यहाँ यसो पूजा गरेको भिडियो गर्दैन हेर्न आउने एउटा डोरो यहाँले त नानीले छोडेर तानेको फोन त नि लु हेलो आपने क्या देखा चीज देखा कौन सी कलर की इधर हम लोग पूजा कर रहे हैं इधर बेबी है बेबी बेबी मेरे पास बैठ रहे हैं इधर भी एक पोखरी में बहुत ये सूख गया मान्छे Papa भैया भैया पापा भैया नहीं मुझे देखा दिन में पूजा पूजा करें ल भिडियो स्टप गर्दै गर्नु मिल्छ त हैन कि मिल्दैन हजुर के गरे कदी निकाल्दै कहाँ जाने बाटो